माथि जाइयो चिठीला धेरै शुभकामना निकेश दादा। यो गिफ्ट चाहिँ के होला? यन निकेश ह्यापी दादा ह्यापी बर्थडे टु यु निकेश दादा। अब अर्को यता फेरि उल्टो भयो नि त। ह्यापी बर्थडे टु यु निकेश दादा। तपाईँलाई धेरै धेरै शुभकामना निकेश दादा। गिफ्ट के होला? यन ह्यापी बर्थडे केक। सही राम्रो यो पढ्नु भयो सब पढेको ल। अब यो चाहिँ मैले आफै बनाएको गाएँ तर यहाँ भित्र के छ मैले बिर्सिसकेँ। यहाँ चाहिँ मलाई पनि थाहा छैन यो पैसा। मामु यता हेर्नु गिफ्ट यता कस्तो राम्रो टिप्स छ कि मसँग चाहिँ माथि। त्यही भएर मैले यसले प्याक गर्दा मलाई राम्रो लाग्छ। त्यो हेलो गाइज, हामी चाहिँ सुत्न आँटेको थियौँ अनि मेरो बर्थडे थियो आज चाहिँ। अनि मैले चाहिँ भिडियो गरेन किनकि धेरै ठिकै मान्छे आउनु भेट्थ्यो। म चाहिँ भोक लागेको थियो अनि खानाहरू खाएँ। आफै खाऊ न, परदेशमा पनि आफै खाऊ, उता पनि आफै खाऊ, खान जन्मेकाहरू हौ खाऊ। त्यही भएर भिडियो बनाइन। यो मेरो बुनको गिफ्ट अरे यस्तो के लेखिरहेछ। अब खोल्नुपर्छ है अनबक्सिङ दिस। बुनु पनि आएछ क्या रेडी भएछ। के चाहिँ पारेको रह यस्तो पोका। मैले यो चाहिँ खोलेको भए पुस अर्को पनि छ है। कहाँदेखि हो यो चाहिँ सानीलाई दिनु। त्यो त ठिकै छ। मेरो मन परेको सानीको के छ भित्र के छ? मको चाहिँ के छ म थाहा पाउँछु। कप त्यो है अलि अठाउने चाहिँ मैले छाम्दा थिएँ। यहाँ भित्र के छ गाइस? अनबक्सिङ मेरो अर्को गिफ्ट होला। सबै हेर्छु लौ अझै सानो कति सानो छ यो गिफ्ट। कति सानो है अब यहाँ चाहिँ होला हौ। मैले बिर्सिसकेको छु। अब यहाँ चाहिँ पक्रिन्छु गाइस। यो के हो? अब अर्को हेर्नु चकलेट ठुलो छ। ठुलो छ ठिकै छ। एरियनको गिफ्ट चाहिँ खेल्नु पर्यो। यहाँ धेरै काम पुरा ठुलो गिफ्ट लिएर एरियनले। त्यसैले खोल्नेवाला हो गाइस। कति क्या कति पो छ र हामी कति प्याङ गरे पो हालेको त। प्याङ कि प्याक कति प्याङ गरे पो हालेको त। अझै अनि एउटा पनि छ त्यो चाहिँ चिठी। यहाँ खोइ यो पनि कति छ? खोइ यो पढ्नु न नस्तो खोल्ने। कति धेरै अझै छ यो त म त गरिसकेँ गाइस। कति प्याक गरेको छ यिनीहरूले। कपीको बाजु पुरानो कपीको फेरि धेरै लाउँछ नि त। फेरि कति डल्लो पारेको छ यार। गलिसकेको नि त हामीले। यसमा नि यस्तै फाइदा छ हुन सक्छ। कतिवटा डल्लो पारेको छ। मैले तपाईँ के होला? अघिको जस्तै रहेछ है गाई चाहिँ भित्र गयो बाहिर खोल्दै माथि जाइयो चिठीला चिठी पढ्छु। अब चिठी के लेख्छ? ह्याप्पी बर्थडे निकेश दादा। ह्याप्पी बजाऊ एप्प लेखिरहेको गाइज है। ह्याप्पी बर्थडे टु यु निकेश दादा। तपाईँलाई धेरै शुभकामना। तपाईँलाई धेरै राम्रो छ। तपाईँलाई अनि तपाईँ खुसी पनि हुनुहुन्छ। ह्याप्पी बर्थडे टु यु निकेश दादा। अब अर्को गिफ्ट थियो यो छैन अब त। अर्को एउटा थियो त ब्यागमा। ऊ देखाऊ के गर्नुपर्छ यार गाइस। मामा आएर अब खोजौँ होइन हेरौँ।
छ यहाँभित्र यस्तो खासियत ला अब चाट्नु भयो चाट्नु तर यो बिस्तारै चाट्नु यहाँनिर मैले चिठी पनि लेखिरहेको छु अबे म थाहा पाउँदैछु गाइस मेरो प्लेट बिस्तारै खोल्नु मैले यहाँ लेखिरहेको छु मेरो फेभरेट चकलेट पर्छ डेरी मिल्क मेरो फेभरेट चकलेटमा एउटा पर्छ त्यो चाहिँ म हेर्नेवाला छु लेखेको चाहिँ के नै छ यस्तो धेरै राम्रो पनि होइन हो र तपाईँलाई जन्मदिनको धेरै शुभकामना निकेश दादा यो गिफ्ट चाहिँ के होला यन निकेश ह्याप्पी दादा ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु निकेश दादा अब अर्को यता फेरि उल्टो भयो नि त ह्याप्पी बर्थडे टु यु निकेश दादा तपाईँलाई धेरै धेरै शुभकामना निकेश दादा गिफ्ट के होला यन ह्याप्पी बर्थडे केक राम्रो यो पढ्नु भयो सब पढेको ल अब यो चाहिँ मैले आफै बनाएको गाएँ तर यहाँभित्र के छ मैले बिर्सिसकेँ यहाँ चाहिँ मलाई पनि थाहा छैन मामु यता हेर्नु गिफ्ट यहाँ चाहिँ कप छ कस्तो राम्रो टिप छ कि मसँग चाहिँ माथि त्यही भएर मैले यसले प्याक गर्दा यसको कति रुपियाँ हो मलाई राम्रो लाग्छ त्यही भएर प्याक गर्छु क्या गाइज मलाई चाहिँ यो यस्तो खाले टिप मनपर्छ नि त त्यही भएर म लिइराख्छु यस्तो खाले चाहिँ म टेप लिइराख्छु है स्पाइसेस चाहिँ यहाँ के छ भन्नु न यहाँ चाहिँ कप छ होला हो नै कस्तो चाहिँ कप छ त्यसमा चाहिँ खाइहाल्नु न नखाने म भिडियो देखिरहेको छु अझै छ अझै अब अझै तपाईँ चाहिँ बनाउँदै गर्नु मैले त तपाईँले खाइदिएको ल तपाईँले खानु मेरो चक्लेट एकछिन एउटै गिफ्ट खोल्नु 1 घन्टा लाग्ने रहेछ गाइज अरू त के भन्नु र अरूमा अब कति प्याकिङ हुन्छ होला यो अरूमा कति प्याकिङ भएको होला अरू त थाहा नै छैन कति प्याकिङ भएको छ एउटा चाहिँ धेरै खतरा गिफ्ट जस्तो लाग्छ मलाई यो चाहिँ मलाई धेरै मनपर्ने चकोलेटमा पर्छ होला गाइज यो चाहिँ कस्तो डह्रो छ क्या त्यही भएर मैले यो गिफ्ट देखाइरहेको छैन तपाईँहरूलाई तेरिया कति बजेर बनाना chewing gum म त खोल्दा पनि थाकिसक्यो यो ओके अब यो छिटो खोल्न चाहन्छु त्यही भएर सर्टकट खोल्छु म एरियम
फेरि एउटा अलिकति सर्टकट यति भएर निकाल्दै गयो भने त कहिले सक्नु म चाहिँ 3टा बाँकी छ 3टा वाउ ओ माई गॉड oh my goodness my wow फुल अभी फुल बोल even shortcut bagus kena tip kuat tiap yang bisa kau seru udah seru tip punya nama sih ini rasta bacina यसरी छेद पार्दै निकाल्दै यहाँ त धेरै नै प्याक भएको खोल्ने तरिका कहाँ होला त यहाँबाट होला उता नि oh my goodness अलिकति चाहिँ देखिरहेको छ यहाँ my goodness के हुन सक्छ त 10 रुपैयाँ खाली wow very nice Let's last दुईवटा लक्का फलहरु दुईवटा पहिले खोल्छु अनि त स्पेशल होला यति हैन नि यो सर्टकट यसो गर्छु सर्टकट Last udah masuk mas, kaca. Biar, ya tuh kalau छैन यो भित्रको सामान चाहिँ के हुन सक्ला त सामान चाहिँ के हुन सक्ला यसको खोल्ने तरिका थाहा भन्न मलाई ओइ बक्तियरिम के भई KitKat मन पर्ने थियो त्यो चाहिँ अब लास्ट गिफ्ट को हो नि त असली गिफ्ट खोल्छु ल ओहो wow Kuliah nol शुभकामना ढिला किन ल गाइस हामीले चाहिँ सक्यौं भ्याएर ल गाइस हामीले चाहिँ सक्यौं भ्याएर अब एकछिनको लागि चाहिँ म यो सफाइ गर्नुपर्ने हुन्छ त्यसपछि भेट्नुपर्छ गाइस